नमस्कार सबैलाई। आज हामी निस्किएका छौँ नेपालको निकै रमणीय र मन छुने सडक यात्रामा। राजधानी काठमाडौँबाट सुरु भएको हाम्रो यो यात्रा मानव बस्ती, हरियाली डाँडाकाँडा, कुलेखानीको शान्त जलाशय र घुमाउरो बाटो पार गर्दै अन्तिम गन्तव्य बागमती प्रदेशको राजधानी हेटौँडासम्म हुनेछ। यदि तपाईहरूलाई नेपालको ग्रामीण सौन्दर्य अनि मनोरम प्रकृति मनपर्छ भने यो यात्रा अन्तिमसम्म साथ दिनुहोला। काठमाडौँ सहर अनि यहाँको कोलाहल व्यस्त सडक पछाडि छाड्दै यात्रा बिस्तारै खुल्ला वातावरणतर्फ अघि बढ्छ। सहरको भिडभाड कम हुँदै जाँदा हरियाली बढ्न थाल्छ। यो बाटो कहाँ जाने कहाँ पुग्ने हो, जाऊ म पनि जान्छु हो, जाऊ म पनि जान्छु हो, जाऊ म पनि जान्छु, जाऊ म पनि जान्छु। अहिले हामी सेतो घर आइपुग्यौँ। सायद सेतो घर मैले एउटा मात्र देखिरहेको छु। म तपाईँहरूलाई देखाउँदैछु, यही होला सायद सेतो घर। यसैबाट नामाकरण भएको हुनुपर्छ सेतो घर। बाटोको दायाँ बायाँ देखिने घरहरू, साना बजार, खेतबारी र पहाडी गाउँहरूले यात्रालाई अझै रमाइलो बनाइदिन्छन्। वर्षायाम भएकाले वरिपरिका डाँडाहरू हरियालीले ढाकिरहेका छन्। कतै रोपाइँ चलिरहेको छ, कतै मकैको बिरुवाले खेतबारी भरि हरियाली फैलाएका छन्। किसानहरू आफ्नै काममा व्यस्त देखिन्छन् र यस्तै जीवनको सङ्घर्षले साथै यहाँको मनोरम दृश्यले नेपालको गाउँघरको वास्तविक जीवनी झल्काउँछ। अब हामी कुलेखानीतर्फ उकालो चढ्दै अघि बढिरहेका छौँ। घुमाउरो सडक, चिसो हावा र वरिपरि फैलिएको हरियाली यात्रालाई झन् अविस्मरणीय बनाइदिएको छ। केही बेरमै आँखा अघि फैलिन्छ कुलेखानी जलाशयको मनमोहक दृश्य। शान्त पानी, वरिपरिका हरिया पहाड र बादलले ढाकेका डाँडाहरूले प्रकृतिको अनुपम सौन्दर्य देखाउँछन्। वर्षायाममा कुलेखानी क्षेत्र अझ आकर्षक देखिन्छ। खोला खोल्सामा पानीको बहाव बढ्छ, साना झरनाहरू बाटो छेउमै झरिरहेका छन्। चिसो हावा र हल्का कुहिरोमा यात्राको छुट्टै रोमाञ्च थपिन्छ। अब हाम्रो यात्रा बिस्तारै ओह्रालोतर्फ मोडिन्छ। घुम्तीमाथि घुम्ती पार गर्दै अघि बढ्दा दायाँ बायाँ देखिने जङ्गल, खोल्साहरू र पहाडी गाउँहरूले मन लोभ्याइरहेका छन्। कतै मकैका बारी छन्, कतै कोदो र तरकारी खेती। वर्षाको पानीले खोला भरिभराउ भएका छन्। सडक किनारा जङ्गलहरूको हरियालीले मनै रोमाञ्चित बनाएको छ। यात्राको क्रममा हामीले हाम्रो छिमेकी देश भारतबाट नेपाल घुम्न आएका पर्यटकहरूको सवारी साधनहरू पनि थुप्रै नै भेट्यौँ। त्रिभुवन राजपथ सञ्चालनमा आउनु अघि काठमाडौँ उपत्यकासम्म मोटर गाडी पुग्न सक्ने सुविधा थिएन। त्यसबेला मोटर गाडीहरू भीमफेदीसम्म चल्थ्यो र त्यसपछि सडकको अभावका कारण साना मोटर गाडीहरू खोली भरिया मार्फत काँधमा बोकेर काठमाडौँ पुर्याइन्थ्यो। नेपालको यातायात इतिहासमा यो एउटा रोचक र महत्त्वपूर्ण अध्यायको रूपमा स्मरण गरिन्छ। त्यस्तै गरी हेटौँडा सिमेन्ट उद्योग लगायत औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चा पदार्थ तथा सामान ओसार प्रसार गर्न यस क्षेत्रमा रोपवे सञ्चालन गरिएको थियो। त्यो रोपवे आफ्नै समयको अत्याधुनिक यातायात माध्यम मानिन्थ्यो। यद्यपि अहिले रोपवे सञ्चालनमा छैनन्।
त्यसका टावर र संरचनाका केही अवशेषहरू भने आज पनि यो बाटाका विभिन्न स्थानमा देख्न सकिन्छ, जसले नेपालको औद्योगिक र यातायात विकासको इतिहासलाई सम्झाइरहेका छन्। ओह्रालो झर्दै गर्दा भित्री मधेसको भीमफेदी आइपुग्छौँ। यहाँको पुल निर्माण कार्य गर्दा ट्राफिक डाइभर्सन गरिएको छ, जुन बगरको अप्ठ्यारो बाटो हुँदै हामी अघि बढिरहेका छौँ। यो हो भीमफेदी बजार। ला 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 ला। अनि यो यहाँको भीमफेदी गाउँपालिकाको भवन। यसरी भीमफेदी बजारलाई पनि पछि छाड्दै यात्रा अघि बढिरहेको छ। वर्षा मौसममा सडक चिप्लो हुन सक्छ, त्यसैले सावधानीका साथ यात्रा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यसरी यात्रा गर्दै गर्दा यस्ता प्राकृतिक दृश्यहरूको आनन्द लिनु पनि एउटा छुट्टै अनुभव हुन्छ। यसरी अब हामी बिस्तारै सम्म बाटो हुँदै हेटौडातर्फ अघि बढिरहेका छौँ। पहाडबाट तल झर्दै जाँदा मौसममा पनि परिवर्तन महसुस हुन्छ। चिसो पहाडी हावाबाट न्यानो वातावरणतर्फ प्रवेश गर्दै गर्दा बाटाका दृश्यहरू पनि फेरिँदै जान्छन्। खोला किनाराका हरिया वन, पुलहरू, साना बस्तीहरू, खेतबारीले यात्रालाई अन्तिमसम्म रमाइलो बनाइरहेको छ। वर्षायामको हरियाली, धान र पानीका खेतहरू, पहाडी घुम्ती, कुलेखानीको शान्त जलाशय, खोला, जङ्गल र बदलिँदो मौसम, यी सबैले यो यात्रालाई साँच्चीकै अविस्मरणीय बनाइदिएको छ। यदि तपाईँलाई पनि यात्रा गर्न मनपर्छ भने एकपटक यो रुट अवश्य अनुभव गर्नुहोस्। तर वर्षायाममा यात्रा गर्दा सधैँ सावधानी अपनाउनुहोला। आफ्नो सवारी साधनको अवस्था जाँच्नुहोस् र सुरक्षित यात्रा गर्नुहोस्।